यो सबैजना को अब त यो कम्प्लिट भइहाल्छ। यो घरबाट के गर्न छ, कम्प्लिट गर्न छ। हुन्छ, अब आज तिमीहरुको एउटा कथा सुनाइरहेको छु। यो कथामा तिमीहरुको धेरै रहस्य छुपेको छ भने बढियासँग सुन्नु होला। यो कथामा एउटा महात्मा थियो। के थियो? महात्मा। महात्मा धेरै दयालु थियो, धेरै इमानदार थियो। महात्माले हरेक साल गरीब मान्छेको, पण्डितजीको, जसको पनि भोज गर्ने काम गरेको थियो, खिलाउने काम गरेको थियो। आफ्नो तर्फबाट सधैँ मद्दत गर्नुभएको थियो आफ्नो जीवनमा। कुनै बेलाको समय थियो तिमीहरुको, महात्माले त्यो दिन भोजको दिन भोज सबै व्यक्तिलाई खिलाउनु भयो। अब जब भोज खिलाउनु भइरहेको थियो त त्यहाँ एक साइड सबै ठुलो ठुलो जातिहरु मान्छे बसेको थियो, खाना खाइरहेको थियो। त एउटा कुनै भिखारी हुन्थ्यो नि, त्यो भिखारी आइहाल्यो अनि त्यसैमा गइहाल्यो, मलाई पनि भोज खिलाऊ, मलाई पनि भोज खिलाऊ, मलाई पनि भोज खिलाऊ, मलाई पनि भोज खिलाऊ। अब त्यहाँ सबै ठुलो जातिको व्यक्ति थियो, ए भिखारीले हटा हटा, हामीहरुमा बसेर खाँदैन, हटा। अब त्यो भिखारीलाई हटाइयो, तर महात्मा सुन्यो। अब महात्माले त्यो घरबाट चलेर आयो अनि भन्नुभयो, किन भगाउनु भइरहेछ? हाम्रो दरबारमा आएछ, यो पनि खान्छ, तिमीहरुमा बसेर खाँदैन, तिमीहरुको साथमा बसेर खाँदैन, अलग बसेर खान्छ नि। त्यसलाई महात्माले अलग खाना परोसाइदियो अनि भन्नुभयो खाऊ। त्यो खाना खाइरहेको थियो। जब खाना त्यो सुरु गर्यो, खाना खाइरहेको थियो भने त्यो जुन बाज हुन्छ, बाज चिल हुन्छ, त्यो आफ्नो बच्चाको आहारको लागि बाजले आफ्नो चोचबाट सर्प दागेर अनि लिएर गइरहेको थियो। त्यसको आहार चाहिँ हुन्छ थाहा छैन तिमीहरुको, सागलाई त्यो मारेर खान्छ। त त्यो चोचमा दागेर लिएर गइरहेको थियो आफ्नो बच्चाको लागि। सब मान्छे खाना खाइरहेको थियो, तर त्यो सागको विष मुखबाट त्यसको टप्किहाल्यो, रस हुन्छ नि, टप्किहाल्यो। अब त्यो विष त्यो जुन भिखारी थियो, गरिब मान्छे थियो, खाइरहेको थियो, त्यसैको खानामा गिरिहाल्यो। अब त्यो व्यक्ति त खाना खायो तर त्यो मरिहाल्यो। तर त्यो महात्माको 5 तोलमा 5 कोषमा नाम थियो। अब त्यो दिन त्यस्तो घटना घटिहाल्यो त यमराजले भन्यो, अब यो घटनाको सजाय म कसलाई दिउँ? महात्मा नै दिइरहेको छु। त महात्मा त गल्ती गरेको छैन, महात्मा त खानामा जहर मिलाएको छैन, यमराज त सब हेरिरहेछ, त्यसलाई त सजाय पाइँदैन। फेरि म त्यो चिल बाजलाई दिइरहेको छु, त त्यो त आफ्नो बच्चाको आहार लिएर गइरहेछ, त्यसको त आहार नै त्यही हो, त्यसलाई म सजाय दिन सक्दैन। फेरि म अब कसलाई सजाय दिउँ? त भन्नुभयो यसको सजाय 1 हप्ता पछि पाइन्छ। कसलाई सजाय दिने हो? त्यो आफै जुन सजाय भोग्ने हकदार हुन्छ त्यो आफै यसमा मुजरिम आउँछ अगाडि। 1 हप्ता पछि यसको सजाय पाइन्छ, किनकि कर्मको फल त्यतिकै बेला भगवानले दिनु हुँदैन, पछि दिनुहुन्छ। गल्ती गर या सही गर, त्यो कर्मको फल कब पाइन्छ? पछि पाइन्छ, त्यही बेला दिनु हुँदैन। अब त्यो भगवान 1 हप्ताको लागि केस पेन्डिङमा डालिदिनु भयो। अब यहाँ हेर्नु, अब त्यो महात्माले पुरै गाउँको मान्छे भन्यो यो पापी हो, यो अधर्मी हो, यो एउटा गरिब मान्छेलाई खिलाउनको डरले, हेप्नको डरले त्यसलाई मुहाइदियो खानामा जहर हालेर। पुरै मान्छे महात्मालाई गाउँमा पिटियो अनि गाउँबाट बाहिर निकालिदियो। महात्मा त्यति दुख भोग्यो तर भगवानलाई केही बोल्नु भएन कि मेरो नसिबमा किन यस्तो लगाइदिनु भयो, मेरो कर्म के हो? किनकि त्यो बुझ्नु भइरहेछ कि विधाता पहिला नै आफ्नो आफ्नो कर्म त्यो लेखिदिनुहुन्छ। अब त्यसपछि गाउँबाट निकालिदियो, त्यो गए अर्को गाउँमा झोपडी बनाएर त्यहाँ पनि माटीको मूर्त बनाएर भगवानको नाम लिनु भइरहेछ। यति दुख परेको बेला जुन नगरमा त्यसको 20 कोषमा नाम थियो, 5 को गाउँमा नाम थियो, त्यो 5 एक छिनमा त्यो नाम बदनाम भइहाल्यो। तर त्यो गरेको थिएन। तिम्रो आँखका सामने चाहिँ कसरी भयो छ कि छैन? कथामा त सुनिरहेछ। अब त्यहाँ भगवानको मूर्ति बनाएर घरमा झोपडीमा पनि पूजा पाठ भगवानमा विश्वास राख्नु भएको थियो। चलो भगवानको यही विधाता, मेरो कर्म यही छ भने त्यो म सन्तुष्ट गरेर त्यो भोग्छु। अब त्यो के भयो? अब 4 दिन पछि 5 वटा महात्मा आइरहेको थियो अनि सोधियो जो महात्मासँग भेट्ने छ, जुन पनि भिखारी जो पनि आउँछ महात्मासँग भेट्ने काम गर्थ्यो। त्यो बढी दयापूर्ण खाना खिलाउने सब काम गरिरहेको थियो। त्यो भन्नुभयो महात्माको त्यो घर सब टुटी फटिहालेछ भने, यो सब फटक फटक भइहालेछ भने। त महात्मा कहाँ जानुभयो? त एउटा घरबाट मैला निस्कियो अनि त्यो मैला त अनि बढी ओछरी टाइपको थियो, हल्का थियो।
यताको कुरा त्यता त्यताको कुरा त्यता यस्तो हालका व्यक्ति थिए भन्थे। त्यो भन्नुभयो कसलाई खोज्नु भइरहेछ ए महात्मा कहाँ गयो ए महात्मा थियो त्यो त पापी थियो एउटा भिखारीको खानामा जहर डालेर मुहाइदियो त्यो महात्मा थिएन त्यो त चण्डाल थियो। त्यो चारु महात्माहरू सोचियो जे त्यो त्यस्तो गर्न सक्दैन त्यो त्यस्तो गर्न सक्दैन। फेरि चारैजना महात्मालाई खोज्दै खोज्दै खोजिलियो अनि सबै कुरा त्यो महात्माले भन्नुभयो चारु महात्माले जे हेर्नु मेरो जीवनमा यस्तो भयो। तैले पनि सबजना भगवानको नाम लिएर पाँचैजना मिलेर दोहोऱ्याइरहेछ हे भगवान यसको केही फल कर्मको फल दिनु हामी कस्तो कर्म गर्नुभएको थियो। अमराज फेरि त्यो हाम्रो नाम कसले लिइरहेछ त्यो हेर्नुभयो ए एक हप्ता पहिला यो कसैले सजा पाएन अब यसको हकदार को सजा भोग्नका लागि। तब बताउनु को हकदार छ सजा भोग्नका लागि महात्मा थियो या गाउँको मान्छेहरू थियो आकि त्यो महिला थियो? त्यो महिला थियो। किन महिला थियो त महिलालाई त्यसलाई मृत्युदण्ड पाए अमराजले मृत्युदण्ड दियो भन्यो जे यो आँखाले त हेरेको छैन जे महात्माले त्यो जहर मिलाएछ तर पुरै व्यक्तिसँग यो बदनाम गरेछ महात्माको यो जहर मुहाएर खियाइदियो थियो आँखाले देखेन तर बदनाम गर्ने त्यो मृत्युदण्ड अमराजले दिइदियो महिलाको हकदार त्यही भयो दण्डितको। त यो कथाबाट हामी यो सिकिरहेछौँ भने जे एउटा पाप गर्नु पाप होइन पाप सुन्नु पनि पाप हो पाप भन्नु पनि पाप हो पाप हेर्नु पनि पाप हो। त जहाँ चारजना पाँचजना कसैको बेटी बहिनीको सर सिकायत हुन्छ भने त्यहाँ बाबु तिमीहरू नरहन त्यो कानबाट नसुन्नु न त 25% तिमी पनि पापको हकदार हुन्छौ। कुनै ठाउँमा चारजना पाँचजना बसेर कसैको शिकायत बतिआइरहेछ त्यहाँ नसुन्नु कुनै आँखाले गलत काम गरिरहेछ त्यसलाई नहेर्नु न त 25% त पनि हकदार हुन्छौ। आफै मुखबाट कसैको शिकायत नगर्नु न त तिमी पनि हकदार हुन्छ पापको। यो तिनटै पापको भागशाली हुन्छ। यो सब आफ्नो दिमागमा सोच्नु पर्छ भने यो नसोचे भने त फेरि राम्रो हुन सक्दैन। यसको लागि म सबैलाई भन्दैछु तिमीहरूको सबैलाई भन्दैछु यो ध्यानमा राख्नु होला। गरिब मान्छे जति पनि ठुलो भोज गरोस् या सानो भोज गरोस् तर गरिब मान्छेको भोजमा भगवान खुद उपस्थित हुनुहुन्छ त्यो खाना खानुहुन्छ। त्यही धनिक मान्छेको भोजमा त्यो उपस्थित हुँदैन होटलमा टाई कोट यो सब लगाएर उपस्थित हुँदैन भन्ने सर कसरी भगवान कहाँ आएर खानुहुन्छ भगवानको रूपमा हेर्नु। जुन गरिबको दरवाजामा डोम आएर खाना खाइलिन्छ अनि त्यसको दरवाजामा हात धोइलिन्छ त्यो बुझ्नु भगवान हो। अनि ठुलोमा होटलमा जान्छ त्यहाँ डोम जान्छ खानाको लागि तिनीहरू खियाउँछ गरिब मान्छेको होइन त बुझ्नु त्यहाँ भगवान त्यो भोजमा उपस्थित भएन। त्यसैले तिनी 50 प्रकारको बनाउँछ त्यसको स्वादिष्ट हुँदैन। हामीहरू दाल भात भुजिया बनाइदिन्छ पातामा खान्छ त्यसको स्वाद हुन्छ। भोज खाएर हेरेर लिनु होला। तिनीहरूको ललो बिलो लागिहाल्छ ओराइहाल्छ बिगाइहाल्छ सरिहाल्छ तर हाम्रो भोजमा जति पनि हुन्छ छोडेको हुन्छ तैले पनि कुकुर खान्छ त्यो पनि भैरव बाबाको रूप रंग थाहा छ नि तिमीहरूको भैरव बाबाको स्थानमा त्यसले पनि भगवान खायो। तब तिमीहरू बताऊ तिम्रोहरूको शादी बिहा हुन्छ या तिम्रो घरमा भोज हुन्छ त तिमीहरू के गर्छौ? सर आफ्नो घरमा आफ्नो दरवाजामा आफ्नो द्वारमा भोज गर्छु अनि भोजमा ककालाई पहिला खिलाउने र डोमलाई जरुर खिलाउने कुकुरलाई जरुर खिलाउने बिलाई अनि चुहालाई जरुर भोग डाल्ने चुटेलाई जरुर भोग डाल्ने कुरा बुझ्यो? अनि तब तिम्रो भोज भगवान खानुभयो। यही मैं भन्दा तिमीहरूलाई सम्झाइरहेछु यो जरुर सुन्नु होला। ल नमस्कार।